reported ahead. मेलबर्न सिटी को पुरानो मार्केट में हामी घुम्दैछौँ। गगनचुम्बी बिल्डिङ It was called like last year something. It was like nice. मार्केट Mama हेर्नु ममा एउटा गराउनु के यहाँ त कत्रो कत्रो मोमो सबै चाइनिज मोमोहरू डिम सिम भन्छ यसलाई एउटालाई $3 चिकन विङ्स अनि यो नेपाली मोमो जस्तै भिक्टोरियाको फ्रुट भेजिटेबल एन्ड सर्भिस स्टेट क्वीन भिक्टोरिया भन्छ क्वीन भिक्टोरिया मेन सिटी बजारमा बजारको चलपल यस्तो छ। मेन सिटी बजार मेलबर्न मेन सिटी बिल्डिङ हामी लिफ्टमा जाँदैछौँ।
छ मेलबर्न सिटीको हाँ वो मामा चाहिँ टोइलेट हो सेन्टर हो मेलबर्न सेन्टर हो मेलबर्न सेन्ट्रल कच्चो चिज है जाऊँ है जाऊँ ये क्यों नहीं हो ठाम स्टेट लाइब्रेरी अफ विक्टोरिया को लाइब्रेरी पुरानो लाइब्रेरी मेलबर्न कैंपस डिपार्टमेंट लाइब्रेरी भित्र जाँदैछु लाइब्रेरी हाँ लाइब्रेरी भित्र जाँदैछु मेलबर्नको सबभन्दा पुरानो लाइब्रेरी So I had this 1960 had using 1960 camera made in China at that time, and it was, some of you would know that it was the time of Cultural Revolution, and so it's quite impressive.
यो ठाउँको नाम के अरे बन्द हार्नु पहिला हामी कुन ठाउँमा आएको हेलो एन्ड नमस्ते सबैजनालाई अहिले चाहिँ हामी अस्ट्रेलियाको मेलबोर्नको श्राइन अफ रिमेम्बरेन्स भन्ने ठाउँमा आएका छौँ मम्मी बाबा म तर म भएर झाडी होइन के हो चौर हो क्या चौर चौर त जहाँ पनि हुन्छ नि यहाँ आयो नि त हामी यहाँ आएको यहाँ आइज के चढे आइज श्राइन अफ रिमेम्बरेन्स मेलबोर्नको सिटीमा पर्छ यो होइन अस्ति नै हामी फोर्ट नेपेन गएको थियौँ तपाईँ म र बाबा भएर त्यस्तै यो वर्ल्ड वारको बेलामा आर्मीहरू बस्ने ठाउँ जस्तो माथि गएर पुरै एकदमै हिस्टोरिकल कुराहरू देख्न सकिन्छ बन्दुक बारुद हामी मेलबोर्नको सिटीमा यहाँ पहिला युद्ध गरेको ठाउँमा पुरानो ठाउँमा आइरहेछौँ पहिला जाँदैछौँ हामी ल र त्यहाँ बत्ती बलिरहेछ लुम्बिनीको जस्तै अचम्मको ठाउँ रहेछ क्या नयाँ नयाँ चिजहरू देख्न पाइयो है ल र ती हामी ममताको आज जात दिन आएको थियौँ सिटी बजारमा अनि त्यसपछि हामी यो ठाउँमा घुम्न आइरहेछौँ त्यो लुम्बिनीको जस्तो है लुम्बिनीको जस्तै बलिराख्ने ठाउँ लगाएर बत्ती 1954 मा बनाएको रहेछ के ए 1954 मा यो ठाउँमा कति राम्रो सिनहरू रहेछ अब चाहिँ हामी इन्ट्री गेटतिर आइसक्यौँ ल इन्ट्री र हामी इन्ट्री गरेर जाने हो ए जानिनुहुन्छ मलाई ल हामी म्युजियमभित्र पस्न लागेका छौँ यहाँ अब पुरानो वारका हतियारहरू देखिन्छन् म्युजियम गोर्खा आर्मीहरूको पनि यस्तो यस्तो हुन्छ नि गोर्खा आर्मीको नि हुन्छ यस्तो यस्तोमा जुन हुन्छ नि ब्याचहरू यस्तो क्या मेडलहरू हुन् के पहिलाका गोर्खा आर्मी त शहीदहरूको मेडल हो यो पुरै मेडल है म्युजियम तिमीले निकाल
सरलर पढ्ने भयो पढ्नु हिस्ट्री तर पढ्नु एउटा लिएर म्याप पुरा गोल्डन हिल्समा म्यापहरू गोल्ड मेडलहरू लडाइँका पुरा सङ्ग्रह अर्को तलमा जाँदैछौँ लडाकुको फोटोहरू राखेको छ पहिलाका शहीदहरू पहिलाका गोलहरू बन्दुकहरू यो चाहिँ हाम्रो पहिलाको इतिहास अस्ट्रेलियाको पहिलाको प्लेनहरू अनि पहिला वारको बेलामा चाहिँ यस्तो समुद्र यस्तो जहाजहरू थियो त्यो बेलामा है अनि कसरी चाहिँ बम फुट्यो यस्तो आर्मी आउनु थाले प्लेनबाट यहाँ चाहिँ वर्ल्ड वारको बेलाको कुराहरू हिन्दू मान्छेहरू त्यो बेला घाइते भएर कपडा संरक्षण गरेर त्यो बेलाको नर्सको ड्रेस यस्तो रहेछ है फ्लोरेन्स नाइटिङ्गेल भन्ने सुन्नु हो त्यो पनि 1915 रेड क्रसको लोगो हो यो चाहिँ रेड क्रस स्थापना भएको त्यो बेलामा युद्धमा घाइते भएको मान्छेहरूले चाहिँ हिलिङ गरेको के यस्ता चिजहरू देख्न पाइयो हामी आएर त्यो बेला यस्तो हतियार लगाएरै साँच्चीको यो काँडा यस्तो लगाएर पहिलाको तार नेपालमा काँडे तार भनिन्छ नि बारमा यस्तो हेर्नु त्यहाँ काँडा काँडा छ अनि यसले मान्छेलाई हान्ने के हो यस्तो अनि भाला पहिलाका काटी साटी काटिन्छ चक्कुर मान्छे काट्ने के छुरी पहिलाको अनि पुरै भूकम्प जस्तै भएछ त्यो बेला
यहाँ चाहिँ रियल देखियो वहाँ चाहिँ पुरानो घरभित्र ओडारभित्र गइयो के त्यो रियल हो जन त्यो हो त्यही हो युद्ध खेले गरेको त्यो बेलाको टाइप बनाउने टोपी तल आउँछ यो हो बेल्जियममा चाहिँ यस्तो चप्पल लगाएर झन् लाउँथ्यो अरे कि ए यस्तरी घोडा लडेर त्यो बेलामा धेरै सङ्घर्ष गरेर अहिले अब घाइते भएर आँखा फुटेर रहेछ एउटा वर्ल्ड वारको बेलादेखि चाउचाउ बिस्किट सुरु भएको छ क्या क्यानमा टमाटर राख्ने यसो क्यानमा किनभने वर्ल्ड वारको बेला पहिलाका पुराना चिजहरूतिर कोका कोला यो त धेरै भयो यो त होइन होला अहिले देखाउन खोजेको होला नि रेसिपी बुकहरू यस्तरी अनि मेन्यू हुँदो रहेछ कि आर्मीहरूले खाने मन्डे पुरिज स्टेक अनियन खाँदो रहेछन् ब्रेकफास्टमा अनि दिउँसो चाहिँ पम्किन पटेटो ब्रेड बटर जाम त्यो बेलाको ग्यास चक्कु चम्चा पुरानो पानी लिएर हिँड्ने टुम्लेट बाल ल्याउन जस्तै मामाहरू नि मामाहरू हुन्छ टिनको alongside other Commonwealth and Allied troops. The three epic battles fought there decided the fate. 1939-1945 यो के हो फेरि यो ए बम हान्ने वहाँ चाहिँ माटाको देखिएको र पुरानो यहाँ 1943 यी यस्ता डाइरेक्ट लाउने रहेछन् पहिलाको कम्प्युटरहरू यस्तो यसरी टाइप गरेर अनि टाइप गर्ने अनि त्यसै त्यहाँ प्रिन्ट आउट हुन्थ्यो कि ममा त पहिला चाहिँ डिस्प्ले हुन्थेन कि जमानामा कम्प्युटर सुरु भएको यसरी बुझ्नुभयो पान्नामा प्रिन्ट हुन्थ्यो क्या पहिला त्यो स्कुलमा यो फेरि पैसाहरू हुन्थ्यो होला त्यो बेलाको पैसा सिरियाको पैसा ए नोटबुकहरू सिरियाको कपडा कसको कपडा होला अहिले नि त्यस्तो हुन्छ त्यो बेलाको चस्मा त्यो बेलाको त्यति पावरफुल रहेछ कोही लङ्गा
अनि त्यो बेलामा अमेरिका त कसैलाई सपोर्टै गर्दैन कि चुप लाएर बसेको शान्ति त भएर बसेको बेलामा ए अब यहाँ डुवा सर यहाँ डुवा हेर्नु पानी जहाजको डुवा पहिला रियल डुवा रहेछ यो बाँसको पनि हो चाहिँ नेपालको जस्तो डुवा के हो भन्दाखेरि युद्धमा भागै नलिएको र यहाँ सर्प छ यस्ता सर्प हुँदैछन् पहिला यी चप्पल पैसा त्यो फेरि ए तकमाहरू गोल्ड पानी जहाज यस्तो 1915 मा यस्तो थियो यहाँ अस्ट्रेलियामा मा यस्तो थियो त्यो बेलामा त्यो बेलाको टेलिफोन सेकेन्ड वारको यो सेकेन्ड वारको टेलिफोन हो यसरी आवाज यताको उता लडाइँको पानी जहाजको बेला यस्तो थियो जहाज त्यो बेला यस्तै चम्चा नै हुन्थ्यो त्यो बेलाको घडी हो यो यही घडी यस्तै जोगाउनलाई त्यहाँ फ्लिन्डर्समा राख्ने हो त्यो त घडी त होइन भाँडाकुँडा त्यो माथिको मेसिनहरूलाई यो गोजीमा राख्ने सानो चिजहरू के यसो काट्ने चिजहरू चिम्टी
के लेख्ने के लेख्ला यो सबै धागाले बुनेर यस्तो राम्रो चिरिक्क पारेछन् के यहाँ यस्तो मिहिनेती यहाँका मान्छेहरू सब यो रातो देखियो सबै रातो धागाले लेस बुने जस्तै गरेर बुनेछन् ल हामी अब यस मन्दिरबाट हामी निस्क्यौँ मन्दिर जस्तो गुम्बा मन्दिर जस्तो थियो यहाँ हामी हेरेर निस्क्यौँ